दिनपछि रात हुन्छ, रातपछि फेरि दिन। दिन, हप्ता, महिना अनि साल। यो समय चक्र हो जो निरन्तर चलिरहन्छ। समय चक्रसँगै हाम्रो जीवन पनि चलिरहन्छ। यो जीवनको यात्रामा हामी विभिन्न अवस्था भएर गइरहेका हुन्छौँ। कहिले उकाली, कहिले ओह्राली, कहिले सुख त कहिले दुःख। तर कतिपल्ट हामी यस्तो अवस्थाबाट भएर जान्छौँ जसबाट हामी बाहिर निस्कन कठिन भइरहेको हुन्छ। विगतमा भएको नोक्सानी, असफलता, अप्रिय घटना र पछुतो आदि कुराले हामीलाई विगतमा नै कैद गरेको हुन्छ। हामीले हाम्रो भविष्यलाई अन्धकार देखिरहेका हुन्छौँ र विगतमा भुलिरहेका हुन्छौँ। एकजना विद्वानले यसरी भनेका छन्, डु नट बी द प्रिजनर अफ योर पास्ट। आफ्नो विगतको कैदी नबन्नुहोस्। हुनसक्छ विगतले तपाईँलाई नमिठो अनुभव दियो होला, तर विगतलाई विगतमा गएर फेरि सुधार्न सकिँदैन। विगतका गल्ती वा असफलतालाई भविष्यमा सुधार्न भने पक्कै सकिन्छ, तर विगतबाट बाहिर निस्कनुहोस् र भविष्यलाई अँगाल्नुहोस्। एउटा भनाइका साथ म तपाईँलाई उत्साह दिन चाहन्छु, द ओल्ड हेज गन, द न्यू हेज कम। पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। यो नयाँ सालमा तपाईँको सुन्दर भविष्यले तपाईँलाई पर्खिरहेको छ। नयाँ सोच, नयाँ आशा र नयाँ सुरुवात। नयाँ वर्ष 2083 को अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु। मे गड ब्लेस यू।